साझा कंपनी का अध्यक्ष एवं संचालक साथीहरू, अपार फाउन्डेसन
सङ्घका अध्यक्षज्यू एवं सञ्चालकज्यू, लक्ष्मी हुन्डाईबाट उपस्थित हुनुभएका साथीहरू, पत्रकार मित्रहरू, कर्मचारी वर्ग लगायत उपस्थित सम्पूर्ण साथीहरू, यहाँहरू सबैलाई आजको विशेष कार्यक्रममा उपस्थित हुनु भएकोमा हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। नेपालका लागि हुन्डाईको अधिकृत विक्रेता लक्ष्मी हुन्डाईसँगको सहकार्यमा सन् 2020बाट वितरण र तबको हुन्डाईको बिक्री वितरण गर्दै आएको एलएच मोटर प्रणालीको तर्फबाट म अध्यक्षको हिसाबले यहाँहरूको सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। हामीले बिक्री गर्ने हुन्डाई ब्रान्डलाई यो बजारमा सफलतापूर्वक अगाडि बढाउनुमा तपाईँहरूको योगदान अतुलनीय छ। पूर्वकै प्रमुख व्यापारिक केन्द्र वृन्दावनमा सफलतापूर्वक सञ्चालनमा रहेको हुन्डाई हामीलाई सन् 2020बाट सञ्चालित गरेका छौँ, जुन समय कोरोना महामारीदेखि लिएर विश्वव्यापी आपूर्ति श्रृङ्खलामा समस्याहरू उच्च बिन्दुमा रहेको थियो। साथै हामीले आर्थिक मन्दीको समस्या सामना गर्दै यहाँसम्म सफलतापूर्वक आउनुमा तपाईँहरूको विश्वास, हाम्रो प्रतिबद्धता, ग्राहकप्रतिको सेवा हामीले सम्भव भएको हो भन्ने महसुस गरेका छौँ। आज हुन्डाई ब्रान्ड नेपाली ग्राहकको विश्वास जित्न सफल भएको छ। हाम्रो लक्ष्य अब केवल गाडी बेच्ने मात्र होइन, हाम्रा ग्राहकसँग दीर्घकालीन सम्बन्ध बनाउनु हो। त्यसका लागि हामी कम्पनीका सञ्चालक, कर्मचारी साथीहरूको भूमिका अझ महत्त्वपूर्ण हुँदै गएको छ। अबको यात्रामा हामी नयाँ प्रविधि, इलेक्ट्रोनिक गाडी इभी र दिगो विकासतर्फ हुँदैछौँ। हामी हाम्रो हुन्डाई परिवारसँग जोडिनु भएका तपाईँहरूलाई साथ लिएर यो बजारमा अझ सशक्त उपस्थितिको लक्ष्य लिएका छौँ। तपाईँहरूको सुझाव, प्रतिक्रिया र सक्रिय सहकार्यले हाम्रो आगामी योजना सफल पार्ने प्रमुख आधार हो। अन्त्यमा म यहाँहरू सबैलाई फेरि एकपटक धन्यवाद दिन चाहन्छु। हामी सँगै अघि बढौँ, सँगै सफलता हासिल गरौँ। धन्यवाद। जय हुन्डाई। नेपालमा औद्योगिकरणको इतिहास त्यति लामो छैन, करिब 1 शताब्दीको इतिहास छ। 1930को दशकदेखि नेपाल बिस्तारै औद्योगिकरणमा आफ्नो पानी सर्दै थियो, जसमा स्मल एन्ड कटेज इन्डस्ट्रिजहरू प्रमुख भूमिकामा थिए। त्यस्तै हुँदै गर्दा 60, 70, 80, 90को दशकमा आइसक्दाखेरि प्राइभेट सेक्टरको इन्भल्भमेन्टहरू बढ्दै गयो र नेपाली औद्योगिकरणमा एउटा छलाङ भनौँ, एउटा आफ्नो गति लिँदै गयो। र आजको दिनसम्म आइपुग्दाखेरि एउटा औद्योगिकरणको छुट्टै उदाहरण नेपालमा बन्न सफल भएको छ। र यसै सिलसिलामा म एउटा भिडियो यहाँलाई देखाउन चाहन्छु। औद्योगिकरणले कसरी चाहिँ कुन स्टेजबाट आज कुन स्टेजसम्म पुगेको छ भन्ने कुरा सायद हामीले बुझ्न जरुरत छ। भिडियो प्ले गरिदिनु न। तर्फबाट धन्यवाद दिन चाहे। अघि सुरज सरले भनिहाल्नु भयो, जुन इन्डस्ट्रियलाइजेसनको एउटा प्रोसेस कोरियाले कसरी स्टार्ट गरेको थियो र आज एउटा त्यो जर्नीमा चाहिँ कहाँ पुग्यो भन्ने कुरा चाहिँ हामीले देखिहाल्यौँ। यसमा चाहिँ मैले केही सरहरूलाई यहाँ भएको हाम्रो ग्राहकहरूमा जो आउनु भएको छ, जो हुन्डाईसँग प्रत्यक्ष जोडिनु भएको छ, उहाँहरूलाई चाहिँ केही चिज अरू चिज पनि बुझाउनु पर्ने जस्तो लाग्यो। त्योभन्दा पहिला चाहिँ सर्वप्रथम त लक्ष्मी इन्टरकन्टिनेन्टल जो चाहिँ हुन्डाईको आधिकारिक विक्रेता हो, आफ्नो एउटा इतिहास के कस्तो छ त्यसमा पनि केही बुझाउन चाहे। किनभने गाडी जस्तै हुन्डाई गाडी अथवा कुनै पनि गाडी हाम्रो मोबिलिटीको साधन भनेर हामी त भन्छौँ। तर यो मोबिलिटीको मात्र साधन होइन, हाम्रो सुख दुःख र यसले हाम्रो प्रोग्रेसको पनि साथी हो। गाडीले हाम्रो गाडी हाम्रो एउटा साधन मात्र नभएर अझै धेरै इमोसन जोडिएको चिज छ र त्यो जोडिएको चिजको चाहिँ जिम्मेवारी कुनै पनि वितरकले कसरी लिएको छ भन्ने कुरा चाहिँ यहाँहरू सबैजनाले बुझ्न पनि जरुरी छ। त्यसको हिसाबले नै मैले चाहिँ लक्ष्मी इन्टरकन्टिनेन्टल जो चाहिँ आधिकारिक विक्रेता हो र यहाँ लोकली हाम्रो लोकल पार्टनर चाहिँ अलायन्स बोर्डमा हाम्रो ग्रुपमा एसोसिएटेड हुन्छ अपाहरू, उहाँहरूको थ्रुबाट चाहिँ हामीले यो मार्केटको लागि चाहिँ सबैमा हाम्रो गाडीहरू विक्री गर्छौँ। र लक्ष्मी इन्टरकन्टिनेन्टलको बुझाउनु पर्दाखेरि चाहिँ सर्वप्रथम त लक्ष्मी इन्टरकन्टिनेन्टल
हाम्रो ब्याकग्राउन्ड भनेको जहिले पनि प्रोडक्सन ब्याकग्राउन्डबाट आएको भएन होइन सुजल फुड भन्ने चाहिँ तपाईँहरूले सुन्नुभएको होला त्यो हाम्रै ग्रुपको इतिहासमा छ सर्वप्रथम त 1973 बाट हामीले यो सुरुवात गऱ्यौँ र यसलाई चाहिँ यसै गरी 2009 मा चाहिँ डिस्ट्रिब्युटरसिप हामीले अवार्ड पायौँ यसबाहेक हामीसँग एसएमएल इस्युजु र 2020 मा गएर चाहिँ बिएमडब्ल्यू डिलरसिप पनि हामीले वितरण गरेको छौँ र 2024 मा हामीले नेपालमै एउटा गाडी पनि एसेम्बल गर्न मिल्छ भन्ने कुरालाई चाहिँ हामीले सार्थक गर्न सक्यौँ र त्यसभन्दा बाहेकको हामीसँग 2024 मा हाम्रो अरू केही र 14 भन्ने डिलरसिप पनि हामीसँग अभाइलेबल छ अब निर्णयको कुरा गर्नु पर्दाखेरि चाहिँ आजसम्म हामी सर्वप्रथम त सबैभन्दा बढी कस्टमर बेस भएको ब्रान्ड भन्न चाहन्छौँ अब यो सबै गर्नमा हाम्रो सबै ग्राहकवर्ग हामीसँग जोडिएको जो एसोसिएट हुनुहुन्छ उहाँहरूको नै ठुलो महत्त्वपूर्ण योगदान छ हाम्रो अहिलेको बेलामा चाहिँ सर्वप्रथम त हामी सबैभन्दा गाडी बेच्ने ब्रान्ड हामीले सबैभन्दा माया पाएको ब्रान्ड भनेर चाहिँ अझै रुचाउँछौँ यसमा चाहिँ हामीसँग अहिले अल ओभर नेपालमा 45,000 भन्दा माथि बेसी कस्टमरहरू हुनुहुन्छ र टेक्निकली 2,200 इम्प्लोइ हामीसँग जोडिएको छ र हाम्रो मोर देन 1 मिलियन CSR त्यो बजेट छ भने हामीसँग टोटल गभर्मेन्ट बिजनेस सेक्टरमा चाहिँ हामीसँग चाहिँ 10वटा सेक्टर छ र 8वटा चाहिँ म्यानुफ्याक्चरिङ युनिट छ यो चाहिँ लक्ष्मीपुरको उहाँ हाम्रो चेयरम्यान हुनुहुन्छ मिस्टर गणेश बहादुर श्रेष्ठ उहाँ चाहिँ पोखरा बेसको इन्डस्ट्रियलिस्ट पनि हुनुहुन्छ र अर्गनाइजेसनको कुरा गर्दाखेरि चाहिँ हामीसँग फुड डिभिजन छ प्लास्टिक डिभिजन छ त्यसपछि हस्पिटालिटी डिभिजनमा चाहिँ हाम्रो एउटा रिजोर्ट आउँदैछ पोखरामा र इन्फ्रास्ट्रक्चरमा हेर्दाखेरि चाहिँ सिटी लक्ष्मी स्टिल र सिमेन्ट फ्याक्ट्री हुँदैछ भने ट्रेडिङ बिजनेसको लागि चाहिँ लक्ष्मी कन्टिनेन्टल जो मिठाईको लागि आउने लक्ष्मी टिडिएम मोटर यो बिएमडब्ल्यूको विरुद्ध यसै गरी हामीसँग एउटा युनिट छ र इलेक्ट्रोनिकको लागि चाहिँ रियालिटी भन्ने जसले चाहिँ अहिलेको हालसालै इलेक्ट्रिक गाडीहरूको पनि ट्रेडिङको गर्दछ अब पेसेन्जर कार डिभिजनको कुरा गर्दाखेरि चाहिँ हामीसँग Hyundai BMW Kind र 14 छ कम्पोनेन्टमा टोटल एनर्जी टोटल ब्याट्री छ भने कमर्सियलमा एसएमएल इन्ट्रोब्याक र क्यारी भन्ने छ इन्ट्रोब्याक भनेको टर्किस ब्रान्ड हो भने इलेक्ट्रोनिकमा मोस्ट वर्लपुल भन्ने हामी डिस्ट्रिब्युटर हो नेपालको सबै डिलरसिपको कुरा गर्नुपर्दाखेरि चाहिँ हामीसँग प्रब्लली सबभन्दा लार्जेस्ट फुटप्रिन्टहरू छ 23वटा चाहिँ Hyundaiको फेसिलिटीहरू छ जसमा चाहिँ एउटा बिएमडब्ल्यूको फेसिलिटी छ भने गाडीको एउटा फेसिलिटी छ कमर्सियलमा हामीसँग 12वटा फेसिलिटी छ अल ओभर नेपाल पूर्वदेखि पश्चिमसम्म गर्दाखेरि भने अटो कम्पोनेन्टमा चाहिँ 21वटा डिलर र 300जना चाहिँ रिटेलरहरू हुनुहुन्छ अब हाम्रो जहिले पनि फोकस चाहिँ कस्टमरले कुनै पनि प्रोडक्ट किन्दा होस् कुनै पनि सर्भिस किन्दा होस् त्यसको भ्याल्यु पाएको हुनुपर्छ भन्ने चाहिँ त्यो अब्जेक्टिभलाई चाहिँ हामीले जहिले पनि साथ राख्छौँ त्यसैको हिसाबले चाहे मिर्जापुरमा किनौँ चाहे भरगढीमा किनौँ चाहे काठमाडौँमा किनौँ त्यही लेभलको फेसिलिटी र त्यो लेभलको चाहिँ कस्टमरहरूले चाहिँ भ्याल्यु पाउनुपर्ने हो त्यो चाहिँ हाम्रो पाउनुपर्छ भन्ने चाहिँ त्यो सिद्धान्त
योभन्दा पनि अटोमोबाइललाई चाहिँ हामीले हेर्दै भनेको दृष्टिकोण चाहिँ अलिकति फरक छ। नेपालमा चाहिँ आजको दिनमा चाहिँ अटोमोबाइलले ट्रेडिङ गर्दाखेरि जतिको गुड्स भ्याल्युमा यसले कन्ट्रिब्युट गर्छ त्योभन्दा पनि अब चाहिँ हाम्रो नेपालमा हाम्रो आफैले एसएमई ब्रान्ड आएर जिडिपीमा पनि यसले कन्ट्रिब्युट गरिरहेको छ। अब नेपाल चाहिँ हाम्रो गाडी मध्ये भएको हुनाले हामीले यो चाहिँ युटिलाइजेसन दिएर नेपालमा प्रब्लम 25,000 स्क्वायर मिटरमा लार्जेस्ट फ्याक्ट्री एसएमई फ्याक्ट्री खोलेको छ जुन चाहिँ इन्टरनेसनल स्ट्यान्डर्डको छ र यहाँ चाहिँ हाम्रो आजको दिनमा चाहिँ भेल्यु र एउटा दुईटै गाडी बन्न थालिसकेको छ जुन चाहिँ इन्टरनेसनल स्ट्यान्डर्ड अनुसार बनिसकेको छ। यो चाहिँ के हाम्रो अवार्ड्सहरू पाएको अवार्ड्सहरू हो जसमा चाहिँ सेल्स आफ्टर सेल्स यो चाहिँ ग्लोबली रेकगनाइज अवार्डहरू हो भने हामीले हाम्रो बिल सिस्टम पनि सबैभन्दा पहिला भनेको चाहिँ हाम्रो पिपलहरू नै पर्छ। हाम्रो मान्छेहरू जबसम्म डेभलप हुँदैन तबसम्म चाहिँ हाम्रो अगाडि प्रोग्रेस गर्दैन। जुन गाडीहरू सरहरूले चलिरहेको भएको छ त्यसको चाहिँ एज अ कमिटमेन्ट जुन चाहिँ हामीले बोलेको हुन्छ त्यसलाई पुरा गर्नुपर्छ र हाम्रो पिपलहरू चाहिँ त्यही लेभलको स्किल लेभल हुनुपर्छ जसले चाहिँ त्यो कुनै पनि सर्भिस आएको खण्डमा कुनै पनि कलमा आएको खण्डमा राइटली आइडेन्टिफाई गर्न सकोस् भन्ने हिसाबले चाहिँ हामीले ट्रेनिङ सेन्टर पनि ट्रेनिङ एकाडेमी भनेर हामीले खोलेको छौँ। अब यसबाहेकको हामी सिएसआरमा पनि एकदमै लिड गर्छौँ जुन चाहिँ मोबिलिटीसँग रिलेटेड भएकोमा चाहिँ अथवा कुनै चाइल्डहरू अनप्रिभिलेज चाइल्डहरू छन् भने त्यस्तो चिजहरूको लागि जस्तो एम्बुलेन्स हस्तान्तरणदेखि यो पोखरा विद्यावासिनी मन्दिरमा चाहिँ हामीले लिफ्ट जो बुढाबुढी अलिकति सशक्त जसको चाहिँ खुट्टामा समस्या भएको छ उहाँहरूलाई चाहिँ मन्दिरको माथि चढ्न गाह्रो भएकोमा चाहिँ लिफ्ट हाल्नेदेखि लिएर अर्थक्वेकमा स्कुल ड्यामेज भएको बेलामा नयाँ स्कुल कन्स्ट्रक्सन गरिदिएर यस्तो एक्टिभिटीहरूमा चाहिँ हामीले राखेका छौँ भने त्यसभन्दा बाहेकको कुनै बेलामा चाहिँ हाम्रो कोभिडको बेलामा र यहाँ फ्लडहरू आएको बेलामा चाहिँ वारेन्टी स्टेट गर्नेदेखि लिएर अरू सबै चिज गर्नमा नै हामीले हाम्रो जहिले अग्रसर छौँ। यो सबै फेसिलिटी यो सबै चिजले हेर्दाखेरि चाहिँ हिँडाइ एज सच सबभन्दा नेपालमा चाहिँ उचाइएको ब्रान्ड बन्नेमा पर्छ र यसमा चाहिँ सबैभन्दा महत्त्वपूर्ण योगदान भनेको हाम्रो ग्राहक वर्गकै छ जसले चाहिँ हामीलाई धेरै माया र ट्रस्ट गरिदिनु भएको छ। यो सबै चिजको समराइज गर्नको लागि एउटा मसँग सानो भिडियो छ त्यो म प्ले गरेँ 5 मिनटको भिडियो छ कृपया त्यसलाई चाहिँ यसो हेरिदिनु होला। यसले चाहिँ आज समराइज सबै कुरा हाम्रो हिँडाइ नेपालमा के गरिरहेको छ भन्ने कुरा र रोक्रेटाको बारेमा वर्ष चाहिँ एउटा भिजन देखेको हुनुपर्छ। हिँडाइ नेपालले चाहिँ यो सपना 2009मा जब एज अ डिस्ट्रिब्युटरसिप लिएको थियो नेपालमै एउटा एसेम्बली प्लान्ट हुनुपर्ने जसले चाहिँ हाम्रो इकोनोमीमा पनि कन्ट्रिब्युट गर्दछ। ह्युज अमाउन्टमा चाहिँ जुन युथहरू यहाँबाट माइग्रेट भइरहेको छ त्यसको पनि समाधान होस् भन्ने हिसाबले र लङ टर्म गोलको हिसाबले चाहिँ हाम्रो यो प्लान्टलाई हामीले इस्टाब्लिस गरेको छौँ जसमा आजकै दिनमा हामीसँग मोर देन 300 पिपलहरू चाहिँ रोजगारीमा हुनुहुन्छ भने त्यसले 50 देखि 60 जना इन्जिनियरहरूबाट चाहिँ यसमा इङ्गेज हुनु भएको छ। यो हामी मात्र एउटा हिँडाइ मात्र एउटा यस्तो ब्रान्ड होला जसको चाहिँ एसेम्बली ब्रान्ड नेपालमा अभाइलेबल छ आउनु बसेको पनि 4 मिलियन डिभिजनमा छैन। यसले चाहिँ हामीलाई लङ टर्म कन्ट्रिब्युसन हामी हाम्रो ब्रान्ड के हो त हामीले के भिजन देखेको छौँ र कति टाढासम्म हामी जान खोजिरहेको छौँ नेपाललाई हामीले कसरी बुझेको छौँ र हाम्रो प्रतिबद्धता के हो भन्ने कुरा पनि यसबाट बुझिन्छ जस्तो लाग्छ। र मैले अब आज धेरै समय नलिएर मेरो प्रेजेन्टेसन एन्ड गरेँ। फेरि जाँदा जाँदै यहाँहरू सबै कोटवासी दमकबाट नेपाली गराउनु भएको छ सबैलाई फेरि मैले धन्यवाद दिँदै पर्यावरण बिदा हुन्छ। मैले नेपालमा अटोमोबाइल इन्डस्ट्रीको थोरै इतिहास दिलाउन चाहेँ। त्यो इतिहास त्यति पहरो छैन त्यति टाढा छैन सायद हामी सबैले आत्मसात गरेका छौँ। नेपालमा गाडी किन्ने रहर पुरा गर्न कसैको काम प्रयोग गरेर गाडी बित्याउनु पर्ने बाध्यता सायद हामी सबैले बुझेका थियौँ। त्योबाट आजको यो छोटोको समयमा नेपालमा नै गाडी उत्पादन गरेर बिक्री वितरण गर्न सम्भव छ भन्ने कुरा लक्ष्मी मोटर कर्पोरेसनले सिद्ध पारेको छ। यो मामलामा लक्ष्मी मोटर कर्पोरेसनलाई धेरै धेरै धन्यवाद भन्दै सायद लक्ष्मी मोटर कर्पोरेसनको नाम सुन्दा हामी सबैको छाती गर्वले चौराले भएको छ होला। नेपाल जस्तो देश जहाँ धेरै दुर्घटनाहरू पर्न बाँकी छ तर
मैले अघि भनेको थिएँ सेल्समा इदर कन्फ्युज हुन्छ अथवा कन्भिन्स हुन्छ। हुन्डाई किन्दाखेरि कन्फ्युज हुनुपर्ने कारणहरू छैन। हामी निश्चिन्त भएर कन्भिन्स भएर हुन्डाई गाडी किन्न सक्छौँ भन्ने कुरा त्यो वर्षको प्रेजेन्टेसनको समरी म त्यही रूपमा लिन चाहन्छु। र अब कार्यक्रमलाई अगाडि बढाउने क्रममा म अपार इन्भेस्टमेन्टको हो, अलायन्स मोटर्सको हो, जसले हुन्डाईको बिक्री वितरण नेपालको पूर्वी बजारमा एउटा सशक्त रूपमा गरिरहेको छ, यसको परिचय खुलाइदिनु हुन यज्ञ सभालाई हार्दिक अनुरोध गर्दछु। यहाँ उपस्थित रहनुहुने सम्पूर्ण महानुभावप्रति अपार इन्भेस्टमेन्टको तर्फबाट, हुन्डाई नेपालको तर्फबाट म न्यानो आभार व्यक्त गर्न चाहन्छु। म धेरै समय नलिकन हामीले अलिकति फरक पृष्ठभूमिमा र फरक तरिकाले यो विशुद्ध व्यावसायिक एउटा कार्यक्रम गरिरहेका छौँ यहाँमाझ। यस बिचमा खास गरेर हुन्डाईसँग हामी कसरी जोडिन पुग्यौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ भन्ने ठानेरै हामी यो कार्यक्रममा हामीले यो एउटा सानो विषयवस्तु राख्न खोजेका छौँ। खास गरेर कोरोना महामारीको बेला हाम्रो अपार ग्रुपको चेयरम्यान हुनुहुन्छ मनोज उप्रेती सर। उहाँले कोरोना भएर अथवा हामी लकडाउनको बेला थुनिँदै गर्दा एउटा कन्सेप्ट निकाल्नुभयो। त्यो कन्सेप्टमा चाहिँ खास गरेर एउटा ग्रुप क्रिएट गर्ने र त्यो ग्रुपले विभिन्न ठाउँहरूमा लगानी गर्ने, इन्भेस्टको रूपमा काम गर्ने भन्ने कुराहरू अगाडि ल्याउनुभयो। त्यही कन्सेप्टलाई हामीले अगाडि बढाउँदै गयौँ र यहाँ उपस्थित मध्ये धेरै साथीहरूलाई हामीले त्यो ग्रुपमा सहभागी हुनको लागि हामीले आह्वान पनि गऱ्यौँ। र त्यसमध्ये हामी केही खास गरेर बिर्ताउँ र झापाभित्र अथवा नेपालभरि रहेका साथीहरू मिलेर एउटा ग्रुप फर्मेसन गऱ्यौँ र त्यो ग्रुप अहिले एउटा अवस्थासम्म आइपुगेको छ। त्यसको विषयमा मैले थोरै जानकारी गराउन चाहेँ। इन्भेस्टमेन्ट कम्पनीको स्थापना गऱ्यौँ। यो इन्भेस्टमेन्ट कम्पनीको मार्फतमा अथवा यो इन्भेस्टमेन्ट कम्पनीको सहकार्यमा अर्को एउटा स्टाफ धनलक्ष्मी हाउसिङ प्रणाली भएर अर्को एउटा कम्पनी साझेदार कम्पनीको रूपमा हामी त्यहाँ जोडिन पुग्यौँ र अपार इन्भेस्टमेन्ट कम्पनीको पूर्ण स्वामित्वमा रहेको एलायन्स मोटर्स प्राइभेट लिमिटेड भनेर हामीले स्थापना गऱ्यौँ, जसले अहिले बिर्तामोड र दमकमा हुन्डाईको कारोबार गरिरहेको छ। लक्ष्मी हुन्डाईसँगको सहकार्यमा हामीले यो क्षेत्रहरूमा हुन्डाईको बिक्री वितरण र त्यसको सर्भिस र सुविधाहरू प्रोभाइड गरिरहेका छौँ। त्यस्तै गरेर अपार रियल इस्टेट भनेर यसको साझेदार अर्को एउटा कम्पनी रहेको छ। यो कम्पनीको मार्फतबाट नै हामी काम गरिरहेका छौँ र सँगसँगै अर्को एउटा महत्त्वपूर्ण कुरा के रहेको छ भने यो कम्पनी अन्तर्गत रहेर हामीले एउटा अपार फाउन्डेसन भनेर स्थापना गरेका छौँ। यो फाउन्डेसनले चाहिँ विभिन्न क्षेत्रमा सामाजिक कार्य गर्ने उद्देश्य रहेको छ र सामाजिक कार्यहरू गर्दै आइरहेको छ। इन्भेस्टमेन्ट प्रणालीको अध्यक्षको रूपमा मनोज उप्रेती हुनुहुन्छ। त्यस्तै गरेर स्टार धनलक्ष्मी एन्ड हाउसिङ प्राइभेट लिमिटेडको अध्यक्षमा ओम कृष्ण विमले हुनुहुन्छ। एलायन्स मोटर्स प्राइभेट लिमिटेडको अध्यक्षमा दिनेश पाठक हुनुहुन्छ। त्यस्तै गरेर अपार रियल इस्टेटको अध्यक्षमा ओम कृष्ण विमले हुनुहुन्छ भने अपार फाउन्डेसनको अध्यक्षमा विष्णु मैनाली उप्रेती हुनुहुन्छ। अर्को एउटा महत्त्वपूर्ण कुरा हामीलाई धेरै साथीहरूले सोध्ने गर्नुहुन्छ, हामी 2020बाट लक्ष्मी हुन्डाईसँग जोडियौँ र जोडिएर हामीले हुन्डाईको कारोबार गर्दै आउँदा प्राय साथीहरूले सोध्ने गर्नुहुन्छ तपाईँहरूको टिममा को हुनुहुन्छ भनेर। मैले आज हाम्रो अपार ग्रुपमा हामी को छौँ भन्ने कुरा यहाँ गरेँ। हाम्रो कम्पनीको चेयरम्यान मनोज उप्रेती हुनुहुन्छ। त्यस्तै गरेर ओम कृष्ण विमले बोर्ड अफ डाइरेक्टर, गोपाल प्रसाद बजगाई बोर्ड अफ डाइरेक्टर, दिनेश पाठक बोर्ड अफ डाइरेक्टर, त्यस्तै गरेर कुमार थापा बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ भने केवल उप्रेती हामीले विकास भनेर नै चिन्ने गर्छौँ, उहाँ पनि बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ। त्यस्तै गरेर युवराज कार्की पर्वत भनेर हामीले चिन्ने गर्छौँ, उहाँ पनि बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ भने परशुराम बुढाथोकी बोर्ड अफ डाइरेक्टर हुनुहुन्छ र कम्पनीको प्रबन्ध निर्देशकको रूपमा म आफै गरेको छु। अब यस पछाडि हाम्रो अर्को एउटा महत्त्वपूर्ण साझेदार खास गरेर सामाजिक क्षेत्रमा सक्रिय रहेको
प्रसाईबाट र सुषमा प्रसाई बिमली चाहिँ यसको सदस्य हुनुहुन्छ र यो एउटा विशेष कार्यक्रमको अवसरमा यो माहौलमा अपार फाउन्डेसनले एउटा कार्यक्रम गर्ने योजना बनाएको छ। यो योजनालाई पनि मैले सर्टकटमै यहीँ यो एउटा कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्तर्गतको अपार फाउन्डेसनको यो कार्यक्रमलाई जोड्न चाहे। म अपार फाउन्डेसनको अध्यक्षज्यू लगायत टिमलाई अगाडि आइदिन विनम्र अनुरोध गर्दछु र खास गरेर बिर्तामोडको 5 नम्बर वडा निवासी हुनुहुन्छ, 3 वर्षको नानी हुनुहुन्छ। उहाँको चाहिँ उज्जवल ठाकुर 3 वर्षको बच्चा, उहाँलाई खास गरेर बोन म्यारो भएको छ र डाक्टरले उहाँको उपचारमा निकै ठुलो धनराशि खर्च हुने कुरा चाहिँ हामीले प्रमाणित एउटा सर्टिफिकेट हामीले प्राप्त गरेका छौँ। फाउन्डेसनले यही मेलोमा त्यो बच्चा हुनुहुन्छ उहाँलाई सहयोग पुगोस् भन्ने उद्देश्यले कुनै भए पनि हाम्रो तर्फबाट अपार फाउन्डेसनको तर्फबाट अपार ग्रुपको तर्फबाट सहयोग पुगोस् भन्ने उद्देश्यले चाहिँ 21,000 रुपियाँ सहयोग गर्ने योजना बनाउनु भएको छ। बुवा मुकेश ठाकुर र आमा लगायतका बच्चा उज्जवल ठाकुरलाई म स्टेजमा निम्ताउन चाहन्छु र अपार फाउन्डेसनको अध्यक्ष म्याडम विष्णु मैनाली लगायत टिमको सदस्यहरूलाई उहाँलाई यो रकम हस्तान्तरण गरिदिनु हुनको लागि म अनुरोध गर्दछु र नानीको प्रदान गर्नु हामी अपार उज्जवल ठाकुरको स्वास्थ्य लाभको कामना गर्दै उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र म अपार इन्भेस्टमेन्ट र अपार फाउन्डेसन टिमलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। उहाँले व्यवसाय गर्दै गर्दा व्यवसाय मात्र नअगाडि समाजप्रतिको एउटा उत्तरदायित्व र जिम्मेवारीलाई वहन गर्नुभएको छ र यहाँ सानो नानीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै जो आर्थिक सहयोग हस्तान्तरण गर्नुभयो यो यस मामलामा म उहाँलाई धेरै धेरै धन्यवाद भन्दै समाजप्रतिको उत्तरदायित्व वहन गर्नुभएकोमा पनि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा व्यवसायिक सफलताको र यस्तै समाजप्रतिको उत्तरदायित्व वहन गर्दै जानुहोला भन्ने शुभकामना दिँदै अब यस कार्यक्रमलाई अगाडि बढाउनलाई हुन्डाईको एउटा लाइनअप, हुन्डाईको एउटा लिगेसी, हुन्डाईले एउटा क्यारी गरेको नेपालमा क्यारी गरेको इतिहास त्यसमा प्रकाश पारिदिनु हुन लक्ष्मी इन्टरकन्टिनेन्टल प्राइभेट लिमिटेडका डिएलसेल सेट विनय प्रकाश श्रेष्ठ सरलाई हार्दिक अनुरोध गर्दछु। Well, thank you very much, Suraj Sharma sir. And very good evening, ladies and gentlemen. हजुरहरूले एकदमै एसएससी हामीलाई सुनि दिनु भएको छ, हामीलाई साथ दिनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु सबैभन्दा पहिले। यो योजना यो कार्यक्रम ल्याउनुको मिट एन्ड ग्रिटको मुख्य उद्देश्य नै हामीसँग भएको इन्फर्मेसन हजुरहरूको माझ राखौँ ताकि हजुरहरूलाई चाहिँ भोलिको दिनमा हिउँदैसँग रिलेटेड जति पनि डिसिजन्सहरू छ त्यो गर्न सजिलो होस्। सो मेरो आफ्नो प्रेजेन्टेसन अगाडि बढाउन चाहन्छु। इन्फर्मेसनको क्रममा म एउटा सानो यो तपाईँलाई चित्र देखाउँदैछु। मन त छ मलाई क्वेसन सोध्नको लागि, तर मलाई टाइम पनि हेर्नुपर्नेछ, सो त्यही भएर यसलाई क्विकली म भन्छु। यो हजुरको मोर्स कोड ल्याङ्ग्वेजमा अल्फाबेटिकली एच लाई रिप्रेजेन्ट गर्छ। यसलाई मैले यहाँ किन देखाउन खोजिरहेको छु भने यो कुरा हामीले हिँडेको गाडीहरूमा आइएमएफ 5 देखिको सिरिजमा हामीले क्यारी गरिसकेका छौँ र अहिलेको जुन एउटा इलेक्ट्रिक तपाईँले देख्नुहुन्छ यो एचको लोगो स्टेरिङ व्हिलमा यसरी देख्नुहुन्छ। सो हिँडेको बारेमा भन्नुपर्दाखेरि के हो हिँडे भनेर भन्नुपर्दाखेरि हिँडे इज अ भ्याल्यु ओरिएन्टेड ब्रान्ड। यस, हिँडेले चाहिँ भ्याल्यु कस्टमरको भ्याल्यु, हिँडेले चाहिँ तपाईँको जुन एउटा टेक्नोलोजीको भ्याल्यु, इन्फर्मेसनको भ्याल्युलाई ग्राह्यता दिन्छ र त्यो अनुसारले नै आफ्नो प्रडक्टहरू चाहिँ हजुरहरूको माझ कस्टमरको माझमा पस्किने गर्छ। सो हिँडे भ्याल्यु ओरिएन्टेड ब्रान्ड हो भन्दै जाँदाखेरि हिँडेको सानो छोटो मिठो इन्ट्रोडक्सन दिनु पर्दाखेरि ग्लोबल अटोमोटिभ म्यानुफ्याक्चररको रूपमा हिँडे परिचित नै छ। 1967 बाट स्टाब्लिस भएको
ब्रान्ड ऱ्याङ्किङमा 2024 मा टप 30 ब्रान्डको भित्र पर्न सफल भएको यो ब्रान्ड को रूपमा हामीले हेर्न सक्छौँ र एउटा गर्व लाग्ने कुरा चाहिँ Hyundai चाहिँ वर्ल्डको थर्ड लार्जेस्ट अटोमोबाइल म्यानुफ्याक्चररको रूपमा पुगिसकेको छ 2025 को डेटा अनुसारले जुन हामीले फोकस टु मुभ भन्ने एउटा रिसर्च एन्ड डेभलपमेन्ट गर्ने कम्पनी छ जसको लिङ्क मैले हजुरलाई सेयर गर्छु सो Hyundai चाहिँ कस्तो कम्पनी हो भनेर इन्ट्रोडक्सन दिनु पर्दाखेरि चाहिँ वर्ल्डको थर्ड लार्जेस्ट अटोमोबाइल भेहिकल म्यानुफ्याक्चरिङ कम्पनीको रूपमा हामी Hyundaiको सानो परिचय दिँदै कार्यक्रम अगाडि बढाउँछौँ हिस्ट्रीको बारेमा भन्नु पर्दाखेरि 1967 बाट उल्सानमा सबैभन्दा पहिलो प्लान्ट इस्टाब्लिस गरेको थियो र पोनी भनेर जुन गाडी देख्न सक्नुहुन्छ हजुरले यो गाडी लिएर चाहिँ Hyundai आफ्नो कोरियन ब्रान्डलाई वर्ल्ड वाइड रूपमा पहिलामा सफल भएको थियो आजको दिनमा Hyundaiको स्ट्रेन्थहरूको बारेमा नेटवर्कहरूको बारेमा म हजुरहरूमाझ क्विक कुराहरू राख्न चाहे सो ग्लोबल रिसर्च एन्ड डेभलपमेन्ट कुनै पनि ब्रान्डले कतिको रिसर्चमा लगानी गर्छ रिसर्च एन्ड डेभलपमेन्टमा कतिको कन्ट्रिब्युट गर्छ भन्ने एउटा ज्वलन्त उदाहरण तपाईँले यहाँ हेर्न सक्नुहुनेछ संसारभरि 8 वटा रिसर्च सेन्टर्स Hyundaiको छ जसमा 3 वटा स्वयं कोरियामा नै छ यहाँनिर कहाँनिर छ हजुरको आई बिलिभ लास्टमा पनि यो भिजिबल छ छैन भने म क्विकली हजुरलाई सेयर गर्छु युरोपमा टेक्निकल सेन्टरको याङ्काई Hyundai मोटर कम्पनी रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर चाइनामा छ भने इन्डियामा रिसर्च एन्ड डेभलपमेन्ट सेन्टर छ त्यसै गरेर जापान र अमेरिकामा पनि टेक्निकल रिसर्च सेन्टर छ म्यानुफ्याक्चरिङ फेसिलिटीको बारेमा कुरा गर्नु पर्दाखेरि साउथ कोरियामा अभियसली हुने नै भयो सो साउथ कोरिया इन्डिया युनाइटेड स्टेट्स चेक रिपब्लिक टर्की चाइना र ब्राजिलमा म्यानुफ्याक्चरिङ युनिट छ सो यति ठुलो
रिसेन्ट क्रेटाको कुन एडिसन आएको छ हो मैले सुनिसकेँ रिसेन्ट क्रेटाको एडिसन इज त्यहाँ पछाडि इलेक्ट्रिक सो इलेक्ट्रिकको बारेमा भन्नुपर्दाखेरि मेजरली अब प्रडक्ट प्रेजेन्टेसन गर्न चाहेन सो मेजरली इलेक्ट्रिकको बारेमा भन्दाखेरि तीनटा की फिचर्स मैले हजुरहरू साथ लिन चाहेँ है त अलमोस्ट लास्टतिर छु म मेरो प्रेजेन्टेसनमा कृपया सुनिदिनु होला सो तीनवटा मेजर फिचरको बारेमा इलेक्ट्रिकमा हामीले भन्नुपर्दाखेरि के भन्छौँ भन्दाखेरि सबैभन्दा पहिलो ग्राउन्ड क्लियरेन्सको कुरा गर्छौँ 200 mm को ग्राउन्ड क्लियरेन्स रहेको छ र 200 mm को ग्राउन्ड क्लियरेन्स भएपछि इलेक्ट्रिक भेहिकललाई हामीले हाम्रो देशको परिस्थिति अनुसार जसोसुकै बनिरहेको छ देश खाल्डोखुल्डोमा बाटोमा लिएर जाँदाखेरि पनि इजिली मनोभर गर्न सक्ने हामीसँग केपेबिलिटी अप्सन पाउँछौँ मैले सानो भए पनि तर एसी फास्ट चार्जिङको कुरा राख्न चाहेँ 11 किलोवाटको एसी फास्ट चार्जिङ गाडी कम्प्याटेबल छ त्यसले भन्नुको अर्थ के हो भने तपाईँको रेगुलर फास्ट चार्जर अहिलेको मार्केटभन्दा लगभग 2 गुणाले यसको चार्जिङ क्यापेसिटी इन्टेक गर्ने क्यापेसिटी चाहिँ रहेको छ एसी फास्ट चार्जिङ इज रेडली एभाइलेबल नाउ त्यसको लागि तपाईँले हाइटमा गएर फास्ट चार्जर खोजिराख्नु पर्दैन 0 to 100% पुग्नलाई 4 आवर्स इज मोर देन इनफ टाइम र तेस्रो कुरा इज ब्याट्रीको कम्पोजिसन सो यसको जुन छ तपाईँको लिथियम आयन ब्याट्री टेक्नोलोजी छ NMC को केमिस्ट्री ब्याट्री केमिस्ट्री रहेको छ अनलाइक अरू लिथियम आयन भन्दा हाम्रोमा चाहिँ लगभग भनौँ 42 किलोवाटको ब्याट्री साइज भए तापनि 50 किलोवाटको चाहिँ यसले रेन्ज डेलिभर गर्न हाई डेन्सिटी एनर्जी स्टोर गर्ने क्यापेसिटीले प्रदान गर्न सफल पार्छ त्यसै गरेर अब अगाडि बढ्दै जाँदाखेरि क्रेटाको इभोल्युसन हामीले हेऱ्यौँ क्रेटा इभीको बारेमा पनि त्यहाँ हामीले अलिकति नलेज लिन सफल भयौँ अब म एउटा सानो अफरमा यसको भिडियो राख्न चाहन्छु अफर लिएर आएको छौँ हामीले हजुर एउटा स्पेसल बुकिङको अफर लिएर आएको छु हजुरहरूको लागि हजुरहरूमध्ये जसले पनि यो इन्फर्मेसन लिएर आफ्नो बुकिङको डिसिजन केही गर्नु भएको छ वा गर्न चाहनु भएको छ उहाँहरूलाई चाहिँ हामीले 1 दिनको लागि 24 घण्टाको लागि अफर दिइरहेको छौँ बुकिङ गर्नु भएको खण्डमा हजुरले एउटा वर्लपुल ब्रान्डको रेफ्रिजरेटर यसकोमा रहेको चिम्नी अथवा यसमा रहेको एउटा वासिङ मेसिन तीनटा मध्ये कुनै एउटा हजुरहरूले एज अ हाम्रोतिरबाट टोकन अफ गेस्टरको रूपमा लिनु पाउनुहुनेछ अलङ विथ अहिले हजुरले जुन डिलरसिपमा ब्रिफ भएको जुन स्किम भनौँ प्रब्लम आज स्किमको लास्ट अन्त्यतिर नै इम्प्लिकेसन सो स्किम अन टप अफ इट यो हामीले 35,000 रुपिस नेपाली रुपिसको भ्याल्यु भएको हामीले एउटा सानो मायाको चिनो भन्नुपर्ने बुकिङ गर्ने सम्पूर्ण भ्याल्यु कस्टमरहरूलाई हामी दिन चाहन्छौँ यति भन्दा भन्दै म आफ्नो प्रेजेन्टेसन यहीँ टुङ्ग्याउन चाहन्छु थ्याङ्क यू फर ह्याभिङ मी थ्याङ्क यू भेरी मच थ्याङ्क यू बिल्टन थ्याङ्क यू दमन थ्याङ्क यू भेरी मच विनय सरको प्रेजेन्टेसन हेर्दै गर्दाखेरि जुन हुँदाखेरि एउटा सफलतालाई आत्मसात गर्ने भयो क्वालिटी प्रडक्ट हुनुपर्छ अवार्डको पछि चिन्ता गर्नु पर्दैन सायद यस्तै कुराको त्यहाँ सिद्ध हुँदै थियो साउथ एसियामा मात्र नभए युरोपदेखि अमेरिकामा अवार्ड जित्न सफल विश्वस्तरीय हुन्डाई नेपालमा बिक्री वितरण भइरहेको छ यहाँको मार्केटमा र यहाँको माझ यही कुरा सम्पूर्ण समाजमा सुसूचित होस् हुन्डाईमा जाँदै गर्दा हुन्डाईको डिसिजन लिँदै गर्दाखेरि हामी कन्फ्युज हुनु पर्दैन हामी फुल्ली कन्भिन्स भएर हाम्रो क्वालिटी प्रडक्ट छ भन्ने कुराहरू सायद लिएर यस्तै कुराहरूले सिद्ध नै हुन्छ होला अब म यहाँको धेरै समय लिँदिनँ हामी कार्यक्रमको लगभग अन्त्यतिर आइसकेका छौँ र यसै क्रममा आफ्नो भोट अफ थ्याङ्क्स राखिदिनुहुन अपार इन्भेस्टमेन्टका चेयरम्यान मनोज उप्रेती सरलाई म स्टेजमा आमन्त्रण गर्न चाहन्छु धन्यवाद आजको यस कार्यक्रममा लक्ष्मी कन्टेनर हुन्डाई दीपकजी दिनेशजी लगायतका साथीहरू सुरजी मेरो कम्पनी अपार इन्भेस्टमेन्टका सञ्चालक साथीहरू एलायन्स कम्पनीका सञ्चालक साथीहरू अपार फाउन्डेसनका सञ्चालक साथीहरू
स्टार धनलक्ष्मी सञ्चालक साथीहरू, अपार रियल इस्टेटका सञ्चालक साथीहरू, त्यसै गरी हाम्रो निम्तलाई स्थानीय तहको हाम्रो निम्तलाई स्वीकारेर यो कार्यक्रममा 35 डिग्रीको घाममा पनि शीतल महसुस गरेर यो हलसँग आउनुहुने सम्पूर्ण उपस्थित साथीहरू, ब्याङ्कर साथीहरू, विभिन्न सङ्घ संस्थाबाट आउने साथीहरू, लब्ध प्रतिष्ठित साथीहरू, मेडिकल सेक्टरका डाक्टर साहबहरू, आदरणीय दाजुभाइ दिदीबहिनीहरू र पत्रकार मित्रहरू, मैले सबैभन्दा पहिला त इन्टायर हुन्डाई टिमलाई धन्यवाद दिन्छु। लक्ष्मी कन्टेनर उहाँहरूले हुन्डाई र हुन्डाईमा आबद्ध हुने सबै ती ग्राहकहरू, ती व्यक्तित्वहरू जसले हुन्डाईको आनन्द लिनुभएको छ, जसले हुन्डाईको एउटा मस्ती परिवारमा बाँड्न सक्नुभएको छ र आफूले पनि लिनुभएको छ, त्यस्तो रोजगार पहिलोचोटि उहाँहरूले पूर्वमै गर्नुभयो। उहाँहरूले यो कार्यक्रम देशभरि नै छ, तर उहाँहरूले सुरुवात पूर्वबाट गर्नुभयो र पूर्वमा हामीलाई यो पहिलो अवसर दिनुभयो, त्यसको लागि पनि उहाँलाई धन्यवाद। मैले धेरै कुराहरू केही भन्नु छैन। हामीले 1 घण्टाको यो समय हामीले ड्यासबोर्डमा हेरेर बितायौँ। मैले आफूलाई त आज विद्यार्थी भएको महसुस पनि गरेँ। लामो समय छ, धेरै ठाउँमा टिचर भइएछ, पढाइएछ होला, भनियो होला, तर आज 1 घण्टा एउटा टेबलमा बसेर उहाँहरूको प्रेजेन्टेसन हेर्दा मैले आफूले विद्यार्थी महसुस गरेँ र 1 घण्टा बितेको थाहा नै पाइनँ। हामीले एउटा बिजनेस ग्रुप फर्मेसन गऱ्यौँ र व्यापार गऱ्यौँ, तर सिक्नुपर्ने कुराहरू सिक्यौँ। र यस्तो अवसरहरू आइरहेको छ भन्ने विश्वास छ। म यहाँ धेरै समय लिन्न, केही कुराहरू स्थानीय हिसाबमा हामीले आज सेयर गर्न आवश्यक ठान्छु। अघि हाम्रो कम्पनीको फर्मेसनको बारेमा यहाँले जानकारी पाउनुभयो। यो कम्पनीहरूको सुरुवात वास्तवमै भन्दा 2020को कोभिडमै भयो। त्यो अवस्थामा हामी केही साथीहरू मिलेर केही गर्नुपर्छ भन्ने क्रममा नै यो कम्पनीको स्थापना भयो। तर मैले एउटा नाम छुटाउनु हुँदैन, एउटा व्यक्ति छुटाउनु हुँदैन। हामीले यो कम्पनी गठन गरिराख्दा, अपार इन्भेस्टमेन्ट कम्पनी गठन गरिराख्दा र त्यसका सिस्टर कन्सल्ट कम्पनीहरू गठन गरिराख्दा के काम गर्ने, कस्तो काम गर्ने, कस्तो ठाउँमा लगानी गर्ने भनेर भन्ने कुराको कोसे ढङ्गको रूपमा कुमार थापा भन्न सक्नुहुन्छ। उहाँले तत्कालीन हुन्डाई प्रतिष्ठान मोटर पार्ट्सबाट उहाँले गरिरहेको काम उहाँ आफै यो कम्पनीमा आएर यो काम अब टिमवर्कमा गर भनेर उहाँले भन्नुभएको थियो र उहाँले दिएको त्यो सहमति उहाँ आफै आबद्ध भएर यो कम्पनीमा हामीले यो हुन्डाईसँग जोडिने कुराको सूत्रधार, माध्यम, समन्वयकर्ता कुमारजी भएको हुनाले उहाँलाई व्यक्तिगत रूपमा धन्यवाद दिन चाहन्छु। कम्पनी सञ्चालनमा आइसकेपछि विभिन्न विधाहरूमा हामी अघि बढ्यौँ। अघि बढ्ने क्रममा आजको दिनसम्म स्थानीय रूपमा हामीलाई लक्ष्मी कन्टिनेन्टरको हुन्डाई ग्रुपसँग आबद्ध भई व्यापार गर्न यो फाल्तुको पैसाले मात्र पुग्दैन रहेछ, ब्याङ्कको पैसा पनि चाहिन्छ र एलायन्ससँग, अपारसँग र हुनसक्छ अरू कम्पनीहरूले भविष्यमा गर्ने योजनाहरू हामीलाई निरन्तर रूपले ब्याङ्किङ क्षेत्रमा लिड गरेर सिद्धार्थ ब्याङ्कले काम गरिराख्नु भएको छ। हुन त अरू ब्याङ्कर साथीहरूले पनि हामीलाई प्रस्ताव ल्याउनु भएको, हामी अरू साथीहरू पनि गएको छौँ। तर यस्तो भयो, एउटा ठाउँको ब्याङ्कर्स, एउटा ठाउँको ब्याङ्कले नै हामीलाई यति 100 होइन 1000% सपोर्टमा अपर्च्युनिटीहरू क्रिएट गर्दै हुनाले हामीले अरूतिर जानु परेकै छ। त्यस कारणले सिद्धार्थ ब्याङ्क, स्पेसल सुभाषजी, उहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। यसै गरी आज हामी यो ठाउँसम्म छौँ, हाम्रो इन्टायर टिम छ। हाम्रो टिमलाई यो ठाउँसम्म व्यवसाय हिसाबले हामीले 7 दिनहरू यहाँका सम्पूर्ण कर्मचारी मित्रहरू, प्राविधिक साथीहरू
उहाँहरू पनि यो सफलताको एउटा हिरा हुनुहुन्छ र इन्टायर टिमको हकमा उहाँहरूको भिन्नतालाई र अन्तिममा हुन्डाई परिवारसँगको हाम्रो सम्बन्ध सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको ग्राहक। मलाई के लाग्छ भने हुन्डाईका ग्राहकहरू मैले यसो यो 4 वर्षको अनुभवमा हेरेँ। हामीले छलफल पनि गर्छौँ कहिले कहिले संसारका साथीहरू बस्दा कस्ता व्यक्तित्वहरू लगभग प्रशिक्षित व्यक्तित्वहरू महानुभावहरू चाहिँ हुँदामा आउनुहुन्छ। युवा वर्ग पनि छ कि व्यापारी वर्ग पनि छ कि बौद्धिकतासँग जोडिएका मान्छेहरू छन् कि हेर्दा हुन्डाई मात्र यस्तो क्षेत्र लाग्यो मलाई। बिर्तामा हामी धेरै अटोमोबाइल्सको काम गर्ने साथीहरू छौँ, हामी डुप्लिकेसन भएर पनि काम गरेर होला। तर हुन्डाईमा चाहिँ विशेष गरेर सबै तह सबै वर्ग र त्यसमा पनि विशेष गरेर बौद्धिक वर्गहरू चाहिँ अलिक भनौँ न 50 काटेका मान्छेहरू चाहिँ ग्राहकहरू धेरै अब मान्छे उमेर ढल्किँदै गएपछि शारीरिक अस्वस्थता हुँदै जान्छ। शारीरिक अस्वस्थता हुँदै जाँदा कम्फर्टेबल जोनमा धेरै कुराहरू खोजिरहेर चाहिँ हुन्डाई नै खोजेको परेछ। त्यस कारण त्यो पनि हुन्डाईको सफलता मानेको छु मैले। त्यसो भएको हुनाले हुन्डाईको यो सम्बन्धलाई निरन्तर रूपले अगाडि लानको लागि हाम्रो स्थानीय रूपमा एलायन्सले पनि गर्नुपर्ने केही कुराहरू छन् भने हामीले तपाईँहरूबाट सुझाव पनि पाऊँ। त्यो सुझावलाई हामी हाम्रो च्यानल मार्फत सुधार्नेछौँ र हामीले सुझाव रूपमा माथि प्रस्तुत पनि गर्नेछौँ। यो आजको 1 घण्टाको बसाइ यहाँहरूको 1 घण्टाको बसाइमा यहाँहरूले जति बुझ्नुभयो, इन्टायर टिमले जति बुझाउन सक्यो र स्पेसल हुन्डाई टिमले माथिबाट आएर जे कुरो भन्नुभयो यो कुरोको एउटा अवसरको रूपमा हामीले लिनुपर्छ र यो अवसर हो भन्ने मलाई लाग्छ। यो अवसर आउने दिनमा पनि प्राप्त गरोस् भन्ने मलाई लाग्छ। यति भन्दै अब योभन्दा पछाडिको समय कसरी बित्छ कसरी बिताउँदैन के छ भन्ने कुरो सुरजीले पनि भन्नुहोला। के समय कति समयसम्म हामी बस्छौँ, कति समयसम्म हाम्रो अरू प्रोग्रामहरू के छन् भन्ने पनि उहाँले थप आफ्नो तर्फबाट जानकारी गराउनुहुन्छ र यहाँहरू सबैलाई पुनः हार्दिक आभार व्यक्त गर्दै समयको लागि विशेष धन्यवाद दिन्छु। धन्यवाद। हामी एउटा ऐतिहासिक क्षणको आत्मसात गर्नेछौँ। म यहाँहरू सम्पूर्णलाई साक्षी राखेर जुन अघि हामीले हेर्दै थियौँ हुन्डाईको लेगेसी, हुन्डाईको प्रडक्टहरू, आज हामी यहाँ 2 प्रडक्टलाई बिर्तापुर बजारमा लन्च गर्दैछौँ र त्यस प्रडक्टको लन्चिङको साथ यहाँहरू सम्पूर्ण रात्रि भोजमा सरिक भइदिनु हुन हार्दिक अनुरोध गर्दछु। र प्रडक्ट लन्च गर्दा हामी यो हलबाट बाहिर 2टा गाडी राखिएको छ। यहाँहरूलाई साक्षी राखेर त्यो गाडी यहाँहरूले माझ प्रस्तुत गर्ने अनुरोध, अनुभूति मात्रै। यहाँहरू सम्पूर्ण लगायत बाहिर जानुहुन्न, बाहिर प्राङ्गणमा गइदिनु हुन हार्दिक अनुरोध गर्दछु। हामी आज लन्चिङ गर्दैछौँ र यो लन्चिङमा सरिफ भइदिनु हुन म अपार इन्भेस्टमेन्टको तर्फबाट मनोज उप्रेती सर र यस्तै ओम सरलाई अगाडि आउन अनुरोध गर्दछु र लक्ष्मी इन्टर कन्टिनेन्टलको तर्फबाट जेनरल म्यानेजर दीपक थपलिया सर र विनय प्रकाश श्रेष्ठ सरलाई अगाडि आइदिनु हुन अनुरोध गर्दछु। बिल हुँदैछ सपाती गुच्चा 1 र 2 प्रडक्ट, केटा इलेक्ट्रिक र केटा आइस। तपाईँहरूले जुन मेरो अहिले साइडमा देख्नुभएको छ त्यो केटा आइस स्टोभ भने मेरो गरिरहेका छौँ। धेरै धेरै बधाई छ सर। वेलकम टु हुन्डाई फ्यामिली, वेलकम टु हुन्डाई परिवार सर। र अब यो कार्यक्रमको औपचारिक रूपमा अन्त्य भएको घोषणा पनि म गर्दैछु। यहाँहरू सम्पूर्णलाई रात्रि भोजमा सरिफ भइदिएर जानुहोला भन्ने विनम्र अनुरोधका साथ म सुरज शर्मा यहाँहरूमा बिदा हुन चाहन्छु। शुभरात्रि। गाडी चाहिँ यता अलि फेरि एउटा हेरेर धेरै धेरै बधाई छ सरलाई।
र यहाँलाई कुनै प्रोडक्टको बारेमा केही जानकारी लिन चाहेमा हाम्रो टिमहरू रहनेछ यहीँ आफ्नो केही जिज्ञासाहरू छ भने कृपया हजुरहरूको जिज्ञासा मेटाउन हामी प्रयास गर्नेछौँ धन्यवाद भविष्य खोज्ने भन्ने रेलगाडी भी आउँदैछ साथ विश्वासी हो